नमस्ते। अब भने हामी मीन राशिको कुरा गर्छौँ। 2083मा मीन राशि हुनेको लागि समय कस्तो छ भनेर। मीन राशि हुने जातकहरूको लागि यो वर्ष समग्रमा अनुकूल एवं सफलतामूलक वर्षको संयोग बनेको छ। वर्षको सुरुवाती चरणहरूमा पारिवारिक जिम्मेवारी बढ्नुको साथै व्यापार व्यवसायमा थप दायित्वहरू आउनेछन्। आफ्नै मेहनत र प्रयासले गर्दा नयाँ अवसरहरूका ढोकाहरू खुल्नेछन्। जागिरमा पदोन्नति एवं मान सम्मानमा वृद्धि हुनुको साथै निर्णय क्षमतामा र आत्मविश्वासमा पनि वृद्धि हुने समय रहेको छ। घर जग्गा तथा सबै साधनबाट सुखद लाभ प्राप्त हुने समय रहेको छ। बृहस्पतिको गोचर पञ्चम भावमा रही लग्न र नवम भावमा दृष्टि दिने हुँदा रोकिएका कार्यहरू सम्पन्न हुनुको साथै राजनीतिक एवं सामाजिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। विद्यार्थीहरूको लागि अध्ययनमा रुचि बढ्नुको साथै गुरुको शुभ प्रभावले परीक्षाहरू सहजै सफलता प्राप्त हुनेछ। सन्तान प्राप्तिको प्रतीक्षामा रहेकाहरूको लागि यो वर्ष सन्तान सुख एवं पारिवारिक आनन्दको समय बन्नेछ। नयाँ योजनाहरू निर्माण हुनुको साथै सृजनशील क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक यात्रा, वैदेशिक क्षेत्र एवं उच्च शिक्षाका लागि यो वर्षमा अनुकूल वातावरण सिर्जना हुनेछ। सेयर बजार, शिक्षण तथा प्रशासनिक पेसामा कार्यरतहरूका लागि यो वर्ष विशेष उत्कृष्ट रहनेछ। शनिको गोचरले व्यावसायिक लाभ प्राप्त हुने भए तापनि मध्य साढेसातीको प्रभावले मानसिक बोझ, खुट्टा तथा हड्डीसँग सम्बन्धित समस्या एवं आत्मविश्वासमा केही कमी आउन सक्नेछ। राहुको प्रभावले खर्चमा वृद्धि भए पनि तापनि जोखिमपूर्ण लगानीबाट आम्दानीका अवसरहरू प्राप्त हुनेछन्। वैदेशिक लगानी, प्रविधि तथा अनलाइनका माध्यमबाट आर्थिक लाभ लिने यो उपयुक्त वर्ष बन्नेछ। केतुको गोचरले यो वर्ष ध्यान साधनामा रुचि बढ्नेछ। षष्ठम भावको प्रभावले प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनुको साथै पुराना ऋण र कानुनी झमेलाबाट मुक्ति मिल्नेछ। तथा पञ्चम भावको प्रभावले प्रेम सम्बन्ध र अध्ययनमा क्षेत्रमा भने केही वैराग्य भाव उत्पन्न हुन सकिन्छ। प्रतिकूल ग्रह गोचरका प्रभावहरू न्यून गर्नका लागि भगवान महादेवको आराधना, हनुमान चालिसाको नित्य पाठ तथा शनि राहुको शान्ति जप शान्ति गर्नुलाई ती समस्याहरू हटेर जानेछन् र आइपर्ने कठिनाइहरू पनि शान्त हुँदै जानेछन् र तपाईँको पक्षमा नै ग्रहहरूले काम गर्नेछन्। आर्थिक रूपले हेर्ने हो भने मङ्सिर महिना, पुष महिना, माघ र चैत्र महिना शुभ रहेका छन्। भाद्र, कार्तिक र फागुन महिना भने केही असहज र प्रतिकूल रहनेछ भने अन्य महिनाहरू भने सामान्यतया शुभ नै रहेका छन्। तपाईँहरूको यो वर्षहरू समग्रमा शुभ र अनुकूल फल दिने वर्ष रहेको छ। आफ्नो कर्मलाई सही ढङ्गले र धैर्यतापूर्वक कार्य गरेमा पक्कै पनि सफलताको प्राप्ति हुनेछ। तपाईँलाई मनमा प्रसन्नता छाउनेछ। जय महादेव, जय शिव शम्भु।